हेलो, यो चाहिँ मैले काँक्राको बिउ लगेको छु हो। अब यहाँनिर उम्रिन्छ अलिक दिन पछाडि। अन्त म अहिले चाहिँ अब बारीपट्टि जाँदैछु पानी लगाउनु। पानी सार्नुको लागि जाँदैछु यहाँ तल बारीमा हो। यो चाहिँ हो लसुनको गाछ हो यो चाहिँ। यहाँ हुँदा चाहिँ बारी चाहिँ टमाटर बारीहरू हो, हेर्नु सक्नुहुन्छ। अहिले अब बारीपट्टि जाँदैछु पानी लगाउनुको लागि। पानी चाहिँ जोडिरहेको छ तल, तर अब सार्नुपर्छ पानी। त्यो भएर चाहिँ जाँदैछु हिँड्दैछु बारीमा। यहाँनिर चाहिँ यस्तो छ टमाटरहरू। अहिले चाहिँ पुरा शीतै शीत छ, छुनु हुँदैन यसलाई। हेर्नुहुन्छ यी सक्नुहुन्छ, फल्दैछ, हल्का फल्दैछ। बोट चाहिँ हाल्दैछ तर अब चाहिँ म पुग्न लागेँ बारीमा। त जाँदैछु बनाना फलेको केरा भन्छ यसलाई नेपालीमा चाहिँ। हेर्नु सक्नुहुन्छ। अब म जानुको लागि पानी चाहिँ मैले यहाँ छोडेको दिन्छु। यही पानी सार्नुको लागि चाहिँ आएको हो। अब यसलाई यतापट्टि यसरी हाल्नुपर्छ पानी चाहिँ। अब यसलाई यहाँनिर चढाउनुपर्छ। यहाँ हाल्नुपर्छ। यहाँ एकछिन भिजी चाहिँ अर्को जग्गामा सार्नुपर्छ। यस्तै छ। अब चाहिँ म अर्को जग्गामा पनि पानी हेर्नु गएको। यहाँ फलेको चाहिँ टमाटर फल्न सुरु हुँदैछ हल्का हल्का। अहिले चाहिँ शीत हेभी हुन्छ क्या, छुनु हुँदैन। त्यो शीत भन्छ यी पानी पुरा लागिरहेको छ। पानी लागेको चाहिँ नि आकाशबाट शीत परेको, सर्दीको मौसम छ, त्यो भएर चाहिँ पुरा शीत लाग्छ। हेर्नुहोस् है, फुलहरू हल्का छ हो। फुलहरू हेर्नुहोस्, फुलहरू छ। अब चाहिँ म घर जानु लागेको। घर चाहिँ त्यही उकालो जान्छौँ, यहीँबाट पर्छ हो। यो घाँसको रुखहरू बिरुवाहरू। यो चाहिँ अलैँची हो। टायर चाहिँ यहाँ फालेछ नानीले खेल्दै खेल्दै। अब चाहिँ म घर जाँदैछु। हेर्नु सक्नुहुन्छ यो घाँसहरू छ हो। यहाँ केरा फलिरहेछ, क्यात्तानी केरा फलिरहेछ। यता बारी हो। इस्कुस लोथर्केले खाएर नि यस्तो गरिदिन्छ कि, बिगार गरिदिन्छ कि। अब चाहिँ म घर पुग्नु लागेँ, बारीमा पानी छरिकन आएको। आज सन्डे हो 28 डिसेम्बर, न्यु इयर पनि लाग्नु लाग्यो हो। सागको रुखहरू हेभी फलेको छ। बारी सागबारीहरू हो, हेर्नु सक्नुहुन्छ। इस्कुस फलेको छ, क्या फलेको छ इस्कुस, मस्त फलेको छ। हेर्नुहोस्, म अघि फर्स्टकै जग्गामा आइपुगेँ। यो चाहिँ काँक्राको बिउ राखेको छु।
अहिले उम्रिहालेको चाहिँ छैन, तर उम्रिन्छ। अब चाहिँ म घर जाँदैछु। बाटो पुग्नु लागि यता पनि हो। पराल सुकाइरहेछ। आमाले पिरा बुन्ने, गुन्द्री बुन्ने परालहरू हो, धानको पराल। रोड आइपुग्यो, रोड। यहाँ हो है, ब्ल्याक जिन्जर भन्छ यसलाई चाहिँ। ब्ल्याक जिन्जर हुन्छ, कालो हर्दी हुन्छ कि। फल्नु त राम्रो फलेको होला, हेर्नुहोस् ल। गहिरो गाडी छ। यो चाहिँ बाँच्दै यस्तो हुन्छ भित्र, हेर्नुहोस् ल। चाहिँ ब्ल्याक जिन्जर भन्ने हो। अहिले मैले माथि खोर्सानी बारीमा आएको छु। खोर्सानी फलेको छ। यो चाहिँ डल्ले खोर्सानी भन्छ यसलाई, नयाँ आएको छु। सागको डुकुहरू फलिरहेछ। घर चाहिँ यहाँ तल हो। अब चाहिँ म घर जानु लागेको।